हे गाइस नमस्ते सेवानी सबैजनालाई है। अनि आज चाहिँ हाम्रो के छ भन्दाखेरि चाहिँ यस्तो छ हो, बिहामा जान आँटेको है, यहाँनिरको बिहा छ हैन, यहाँ रेडी हुँदैछन्, म पनि रेडी भएर बसिरहेको छु। अन्त गरम गरम छ यहाँनिर हो, बागे खोला त एकदम गरम हुन्छ है, हामी यहाँबाट रेडी भएर माथि पुग्नु पर्ने छ, त्यसले गर्दाखेरि म पनि रेडी भएँ, यता पनि रेडी भइसक्यो। यहाँ चाहिँ हाम्रो बेहुली छ हो, रेडी हुँदैछन्। तपाईहरुलाई बेहुलीको फेस र बेहुलाको फेस चाहिँ अब हेर्ने हो भने चाहिँ हेर्ने हो भने चाहिँ तपाईहरु मेरो भिडियोलाई फर्स्ट टु लास्ट हेर्नुस् होला है। र अब हामी यहाँबाट निस्किन आँटेको, रेडी भइसकेर बेहुली रेडी भइसक्छ, त्यहाँदेखि हामी निस्किन्छ हैन। अन्त के छ भन्दाखेरि चाहिँ तपाईहरुलाई मेरो भिडियो मन पर्यो भने चाहिँ लाइक अनि पेज फलो माई पेज है, अनि माया दिनु, सपोर्ट दिनुस्। यसरी नै मुख लाटेर मेरो के भएको त्यहाँदेखि चाहिँ के भन्छु भन्दाखेरि चाहिँ त्यति नै हो, बेसी त भन्नु छैन है, बानी हराइछ यसरी बोल्ने हैन। अन्त अलिक के भन्नु हुँदो रहेछ है, र तपाईहरुलाई के हुन्छ कस्तो हुन्छ देखाउने छु। अन्त चाहिँ अब है मेरो भिडियो चाहिँ फर्स्ट लास्टसम्म हेरिदिनुहोस् होला, देउली हेर्ने हो भने चाहिँ ल त त्यसो भने अब हामी तपाईहरुलाई डाइरेक्ट पर मन्दिरमा भेट्ने छु। ल बाई। यता चाहिँ हाम्रो ब्राइडको साथी बेस्ट फ्रेन्ड, हेलो यहाँ मलाई देखाऊ। यता चाहिँ फेरि पर्यो बहिनी, यता चाहिँ बहिनी ब्राइडको। आज बेहुली भन्दा पनि बहिनी राम्री भएको छु नि। यस्तो चाहिँ आउटफिट, बेहुली अहिले सजिहाल्छ, राम्री भइहाल्छ अटोमेटिक। यता हेर्नु त, यता हाम्रो बेहुलीको फेस चाहिँ अब अलिकति मात्रै देखाउँछु होइन, पुरै चाहिँ रिभिल गर्दिनँ हो। जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार, अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर दुख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर। दिनहरू दुःखका नआउला भन्दिन, तर कटाउने छु सबै सँगै हाँसेर। बाचा भयो तिमीलाई मेरो, बाचा भयो तिमीलाई मेरो। तिम्रो छहारी तिम्रै अङ्गालोमै बास पाए, यहाँ वहाँ बहुतारी बरफी पलुझै जोडी बन्यो सानो चौतारी। नदीलाई किनारा सरी तिमी मेरो म तिम्रो